लु है साथीभाइ नमस्कार छ है। आज चाहिँ लिएर आएको चाहिँ चिकन लेग पिस ग्रेभी रेसिपी। आज के भयो भन्दाखेरि साथीहरू ड्युटीबाट छुट्टीबाट आउँदा आउँदै हाम्रो कम्पनीमा काम गर्ने साथी एउटाले भनौँ तुम्हारा नेपाली आदमी कैसे मासु पकाता है, आलू सालू डाल के बकवास कर देता है सब्जी भनेर भनौँ। मैले भनौँ दुनिया भर का झारपात आदमी को जान रक्सी खाने वाला को मासु पकाने देता है तो ऐसा ही तो पकाता है, कभी हमारा हाथ का खा के देखो तुम उंगली चाट चाट के दुब्ला पतला बना देगा भनेर भने। साथीले त साँच्चैको मासु पो बोकेर आएछ त, ल्याउन त ल्याएछ पड्केले 2 पिस लेग पिस पो लिएर आएछ। मैले भने 2 पिस किन ल्याएको ल्याउथिस् भने 3वटा लिएर आउथिस् भनेर भन्दा किन को छ र 3वटा खाने भनेर भन्दाखेरि हामी त बुढाबुढी पो छौँ त भनेर भनेको त पत्याउँदैन त। साथी त भन्छ तुम त भर्खर का कन्या केटो जैसा दिखाई देते हो तो 20-22 साल का जस्तो भन्छ। मेरो त मन कस्तो गार्डन जस्तो हो, झन्नै पुग्लुकै ढलिन म त। अनि मैले भने लु साथी ठीक है तुम बसो हम पका के दिखाता है और खिलाता है भनेर लागे रेसिपीतिर। पहिलो चाहिँ मैले मासुलाई र आलुलाई अलिअलि तेलमा खर्याएँ, खर्याए पछाडि अनि यसमा काटेर राखेको तपाईँको प्याज खोर्सानी अलिकति धेरै क्वान्टिटीमा मैले प्याज हालिरहेको छु। यसमा हल्दी हालेर अलिकति मतलब प्याजलाई गलाए पछाडि मासु आलु हालिदिएँ। हालिदिइसके पछाडि चाहिँ तपाईँको एकछिन चलाएर ढक्कन लगाएर यसलाई पकाउन लागेँ। अब पालो हो लसुन अदुवा जिरा टमाटरको मसला बनाउने। देख्न सक्नुहुन्छ मसला पनि फाइनली बनिसकिरहेछ। अब यसको ढक्कन खोलेर चाहिँ म यो मसलालाई यसमा हालिदिन्छु। हालेर एकछिन अझै पकाउनुपर्छ ढक्कन लगाएर। अनि भन्नु त कि मेरो साथीले जस्तै तपाईँहरू पनि झुक्किनुहुन्छ, म के भर्खरको केटो मान्छे जस्तै देखिन्छु, कमेन्ट गरेर भन्नु होला है। अनि यहाँ चाहिँ काटेको धनिया र दही चाहिँ आज ग्रेभी दहीको बनाउँछु भनेर सोचेको। अनि बिचमा मैले एन्टिबायोटिक लिएँ अलिकति। मासु पनि 50% पाकिसकिरहेछ। अब यसमा पालो दही हाल्ने। अब यो दही हालेर चाहिँ मजाले यसलाई चलाएर एकछिन अनि त्यसको बादमा चाहिँ तपाईँको मर मसलाहरू हाल्नुपर्छ। अब मर मसलामा गरम मसला, चिकन मसला, धनिया पाउडर, कश्मीरी लाल मिर्ची पाउडर हालेर चाहिँ यसलाई मजाले पकाएर अझै एकछिनको लागि ढक्कन लगाएर राखिदिने हो। अब फाइनली मासु एक खालको पाकिसकेर कलर बहुत राम्रो छोडिसक्यो मासुले। अब पालो हो यसमा हरियो धनिया हाल्ने। लु साथी हो फाइनली मेरो रेसिपी बनिसक्यो र आफ्नो मालपानी चाख्नाको व्यवस्था पनि भइसक्यो र ठन्डाको मौसम छ। धेरै भुँडी बिग्रिने वस्तु नखानु होला, किन भन्दा कम्मल ओढेर सुत्नुपर्छ। कम्मल ओढेर सुतेर चाहिँ पाद्नु भयो भने डङडङटी गनाउँछ, सुत्न सकिँदैन। आफूले ध्यान राख्नु होला। बाई बाई।